Hey guys, what's up? केम छु सेवारो वेलकम ब्याक टु माई च्यानल। आज चाहिँ हामी भाइटिका लाउने तयारीमा छौँ। अब चाहिँ र अवस्था चाहिँ यस्तो छ है। अब टिका लाने मान्छे रेडी छ। यसले गर्दा ढिलो भएको है। के टिका गर्दा ढिलो हुन्छ? यति राम्रै हुनु पर्दैन त? हो। लुक आई एम गुड। अनि अब यहाँ बस टक्क यहाँ बसेर लाउने हैन। अनि यहाँ छ तयारी चाहिँ सामानहरु चाहिँ माथि। र यस्तै छ है, यस्तै छ। र ऐश्वर्या र सुषमा दुईजना मेरो दिदीहरु। निता दिदीलाई अहिले के भन्नु त्यसलाई परै हुन्छ। दुईजना दिदीलाई चाहिँ नआकोमा हेर अब हामीहरु यहाँ कस्तो रमाइलो गर्छौं दिदी पनि। र अरु सबैले लाइसके हामी मात्रै हिल्लो छौं। के रे साइड पनि गइसक्यो ठ्याक्क लाउने चाहिँ अब ठिकै छ, केही छैन। यस्तै छ है अवस्था, यस्तै छ यहाँको चाहिँ। त्यहाँको कस्तो छ तपाईहरुकोमा? एन्ड ह्यापी तिहार सबैलाई। र गाइज हिजो दिदीले माला तान्न उन्देको माला चाहिँ यही हो है, हेर्न सक्नुहुन्छ। यस्तो छ, जहिले यसरी नै उन्दिन्छ मलाई। र हाम्रो एकजना चाहिँ रेडी हुन अझै बाँकी नै छ, रेडी हुँदै हुन्छ। पखुनै अब थोरै मिनेटमा तपाईहरुलाई म उहाँको पनि दर्शन गराइदिन्छु। स्टे विथ अस है गाइज। बल्ल हाम्रो एकजना सदस्य चाहिँ उपस्थित हुनुभएको छ। क्वीन अफ द क्वीन हाम्रो मुमा। बल्ल रे मुमा चाहिँ यस्तो हुनुभएको छ। मुमालाई कस्तो बिहारी बिहारी देखियो त साडीमा त। चस्मा ढल्काएर सिधै है, तुफान एकदम। मुवा कसको हो त? हेर छोरी त्यस्तै राम्रो, आमा त्यस्तै राम्री, झन् छोरेको त कुरै नगरौँ। के भन्नु, खानदानै हेर्छौँ। खानदानमा अब ठिक छ। सो अब चाहिँ हामी टिका लाउने अवस्थामा आइसकेका छौँ। अब टिका लाउँछौँ होला। ह्यापी तिहार है गाइज फेरि पनि। यहाँ हुन्छ अग्ला मालाहरु माला देख्ने kamera बस्यो एकछिन है। फलफुल जाने म बसिहालेँ। आजको दिन त दिदा अराउन किङ हुने आजको दिन त भाइटिकामा त चक्कसँगले यसरी सन्धि बसी जस्तो बसियो हौ। झ्याप्पसँगले रोटी पनि ल्याएर कुनको ल्याइसकेको छ रोटी। खुवाउन लाग्यो। ए खुवाउन थोरै ल्याएर दिन रोटी। त्यही राख्दैन बनाएर ल्याएर गणेश। त्यो गणेशको छिल्यो कता पर पर यहाँ हुन्छ त गएछ भयो। देखिन्छ त गएको कहाँ फोटोमा छैन। त्यो त्यस्तो देखिँदैन, हल्का मात्रै देखिन्छ। कहाँ नभए त क्यामेरा यस्तो टाउको काटिन्छ नि त फेरि। के अर्काले गरिदिनु पऱ्यो तपाईँलाई गर्न आउँदैन। अनि ठिकै छ, छोडिदिनु। अघि मैले देखाइसकेको छु यसरी नाङ्ला खाउँदैन। पानीको पात राखिदिनु त्यहाँ आउँछ। यो मुनि भुइँमा राखेको छु मैले पनि। अलिक राम्रो गलेको चाहिँ कहाँ छेलेर दुइटै कलस कलस यता राख। उतो कलस सानो कलस फलको चाहिँ यहाँ होस्। यो ढाकी चाहिँ जो आधी टुक्रो पत्तामा राख्ने बाहिर जानुपर्छ। छिटो न भोक लागिसक्यो। खालि तिहारमा टिकाउनु चाहिँ ढिलो हुँदैछ हामी। बाती बाबा बाती खै लाइटर यही छ। यो अगरबत्ती पनि त्यही छ। अगरबत्ती पनि सुरुमै बाती बाल्न आऊ मैले। यो अलिक सार यो पानी अलिकति भिजाउनु पर्ने दिँदा एकछिन यही छ त पानी। यहाँ भाइले पूजा गर्ने नि। अगरबत्ती बाल्नु? अगरबत्ती बाल अनि त्यो फुलले त्यो पूजा गर्नु। फुलले यी सबै फुलले गणेश भगवानले चढाउनु। यसो गर्न हो त्यसो
भयो भयो त्यो भिडियो पज गर्दै मैले पूजा गरेर देखाएको माथिबाट पूजाको पहिला दियोमा थोरै जाप भयो यो सुरु भयो पूजा गर्दैछ भाइले अब कलरहरूको सातरङ्गी टीकाको कलशलाई अब फुललाई पूजा फुललाई हो अहिले कलर पनि हाल्ने अब यो अलिकति पानी हाल्न दे यो हाल्दा हुन्छ यहाँ त्यहाँ गाह्रो बिस्तारै हात पोल्छ अघि भिजाएर ढोक्नुपर्छ नि कलर पनि गणेश भगवान गर्नु के भनेको कलर गणेश भगवान चलाउँदा सबै हातले गर्नु हातले ए पिठो थोर भयो पिठो थोर भयो पानी पनि हाल्छ यसो यसो टिप्दै ट्याप ट्याप पानी पिठो थोर भयो पानी चाहिँ आम्मा ल हामीले जम्मा एक सर्ट पनि हाल्दै पोखरालाई हानी साउन्ड आयो प्याट भनेको टिले हानी सिरियस एउटा घरदेखि अर्को घरमा उछिटेर गयो होला त्यसको दाना चाहिँ भयो खतरा अब छेक पहिला छेक छुँदैन छेक्ने अवस्थामा आयो मलाई अहिले छेकिए चाहिँ अब कुममा तल घोडामा लाग्दै कुल 3 चोटि दोहोऱ्याएर मान्छेको शिरमा पुर्याउनुपर्छ कुममा पनि राख्ने छाप्प 3 चोटि पालेमा शिरमा पुर्याउनुपर्छ ए त मलाई पुरै के अरे नर्सरी नै बनाइन्छ फुलको नर्सरी यसको पुरै हेर्नु त जिउ कसले कहिले छुटिरहेको छ हाम्रो चाहिँ सिरियली जाँदैन क्या हाम्रो चाहिँ झिक्झ्याक जान्छ त्यही त गल्ती गर्छ नि भारी भनेको बाङ्गे हुन्छ नि बाहाना हुन्छ गाईले टिका बाङ्गो लगाएर बाहाना बनाउनु चाहिँ साँचो गर्छौँ होइन माथि रातो होला तलदेखि रातो तलदेखि मिलाएर लगाए तल रातो भने राम्रो होस् भाइलाई भन्दै सम्झेर लगाइदिए आउने गाउने बेलामा मैसँग होस् भाइ भन्नु दाहिनेपट्टि चल्नेमा लगाइदिए त्यो सिँगार हाल्नुहोस् भाइ बाहिर मेरो यहाँ मेकअप हुँदैछ है गाइस सेतो लगाइदिएर नि चल्नेमा लगाइदिए अलिक ठुलो लगाइदिए चल्ने के भयो गलिस चल्ने भने चल्नेमा अहिले चल्ने खोज्दैछ मेरो काउ चल्ने भने अरे चल्ने भनेको त्यो दिमाग चल्ने यहाँनिर कपालमा होइन यहाँनिर किन रोकी भन्छु नि चल्ने पो खोज्दै रहेछ मेरो आयो कति यसो हेर्छ किन यसो मलाई चल्ने पो हेरेको खोजेको रहेछ
दाहिनेपट्टि उता हो एकपट्टि देब्रेपट्टि चल्छ घाँटीमा लगाइदिए घाँटीमा सम्झेर केटीले पनि तल घाँटीमा लगाइदिए यहाँ यस्तामा यहाँ तिलतिल यहाँ तल घाँटीमा चाहिँ नलाउन हो लाउनु बित्तामा ट्याक्क यस्तामा अहिले यिनीहरूको मलाई पुरै रङले पो अब यो लगाइदिए कस्तो घाँटीमा लाग्थ्यो यार लाउनु त पर्छ घाँटीमा गालामा लाउन गालामा एउटा एउटा गर्थ्यो लगाइदिए माथि गालाएर पनि लगाइदिए कति हाल्नु नाकाको टुप्पामा लगाइदियो लाग्ने घाँटीमा राम्रो देखिँदैन बरु गालामा लगाउँदै हुन्छ त्यही त अब खानेकुरा केही छैन क्या माला राखेको छैन त ए माला भने के लभ साइनको पो भनेर राखेको रहेछ त दही सगुन पहिला सगुन कति दही कतै हो यो चाहिँ मैले जम्मा गरेको दही है गाइस मेरो भाइ कति अब उठ्नु माया गर्छु म मेरो भाइलाई दही खाएको भाइको मुखको एकदम गोविन्दबाट चिताको काम पुगोस् बोलेको शुभ होस् भन् मजा आयो त्यो नखाना ग्यास होइन त एउटा भइगयो त खान्छ भाइ अलि खान्छ एउटा खाना यो खा भएको सबै खुवाउँछ थियो त अब माला लगाइदियो आहा ल आयो मेरो हार कस्तो लाग्यो यो अब चाहिँ बेहुला बेला जस्तो फिल आएको माथि लाइट त्यहाँ थियो लाइट गजब देखेको थियो मलाई त यो बुझ्नु मैले यति बिचमा राख्नु बिचमा मोबाइलमा के काम युज नआउँछ न आउनु यसले पुरै घुमाइ त फन घुमाएको गर्छ यसरी मजाले घुमाइदिएको नि राक्षसहरू रावणहरू जाओस् दुई हातले गर न दुई हातले गर त्यहाँ उता सँगले उता आगो लाउनु लाग्छ नि दुई हातले गर भने भयो ठिकै हो त यहाँ यसै गरेर छुँदाखेरि के हो ल त्यही घाटा ल अगाडि जा खुट्टा गर्नु भएन खुट्टा यही चाहिँ त अगाडि लाग्छ अहिले ए लाउँदाखेरि चाहिँ होइन लाउँदाखेरि सो यस 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 नाउ इट्स माई टर्न गाइज हाउ एक्सन भयो माला मन परेछ है अहिले मलाई मलाई त्यो खर्च लाउँछु राम्रो यो हो यस माथिदेखि मुनिदेखि यसरी राखेर जानु हो पसिना हेरेर बाबले के साह्रो पसिना के लाउने यसको क्रिम ल्याउँछ क्रिम क्रिमले पुरै भएछ हौ माथिले ल ल आइयो के हुँदैन राम्रो पालाले गोलो पाला परिलाइले त्यसको लागि ठाडो त्यसका यस्तो आइन्छ अरूले यस्तो नदेऊ न कति त्यही कमजोर छ त नि मैले आँटा मोबाइल पानी हालिहाल्नु यति धेरै भएन त के हो त हुन्छ के हुँदैन पानी हालेर त त्यसलाई पानी यो फुल्ली पनि हुन्छ लाउ पाक्यो लाउमा देखिँदैन बनाउने लाउ पाक पसिना त्यही टाँसिन्छ होइन अहिले ल अब लाइरहेछ फुल्ली पनि होइन पहिला त लाउ सेतो लाउँछ नि फुल लाउँछ बिर्से नि त झुक्किने बानी छ नि त आफ्नो घरमा
नझुकेसम्म त तिहारै आएर जस्तो हुँदैन नि त फेरि। ल पहिला कहाँबाट सुरु गरौँ? रातोबाट लागिन्छु। कपालले फेरि बिताएँ नि त बरु। कपाल मिला न यार, बाल छोड्दै बाबा ढाड दुख्छ लम्केर। पहिला रातो लगाइसक, कता कता लाउने हो रातो अहिले आउँछु फेरि कहाँ पुग्दैन नि रङ्गी बनाइदिन्छ यसको झप्प फेरि रातो झप्प फेरि झप्प सप्तरङ्गी टीका साधै हाँसिरहो तरिरह्यो मरे पनि हाम्रो माया बाँचिरहोस्। ओखरमा फोडा बहिनी दुःख र कष्टलाई ढोका बाहिर फालिद बहिनी हमारा दुष्टलाई। तिमी हाँस्दा फुल हाँस्छ तिमी रोदा आँसु बगाएर हो तिमी हाँस्दा फुल तिमी रोदा आँसु बगाएर। ल मालिक आन्टी पनि केही काम लाग्नु हो। ल साह्रै राम्रो छ चट्टसँग टल्किने लगाऊ। यो लगाइदियो, टल्किने लगाइदियो, यो लगाइदियो। यो चोबेर हातमा कि पानी चिसो बना टल्किन हो। हाँसेर बोल बहिनी तिहारको बेलैमा रिसाउनु हुन्न नि लैलै माला हैन ए पहिला यो पछाडि हैन तिमी हाँस्दा फुल हाँस्छ तिमी रोदा आँसु ए हाँसेर बोल बहिनी तिहारको बेलैमा रिसाउनु हुन्न नि लैलै ख्याल र ख्यालैमा तिमी हाँस्दा स्मार्ट बाबा कता बुढा टेक गरेर हो फुल हाँस्छ तिमी रोदा अब के बाँकी रह्यो मात्रै यो सक्यो। सक्यो कति छिटो सक्यो टीका। सकेको बाँकी छ फोटो नखिच्न तिहार सकिँदैन नि त पक्क फोटो खिचिन्छ। ल टीका सिका चाहिँ लगाइसक्यो अब फोटोको कार्यक्रम एकछिन जगे निकालेर राखेछ दिदी भाइ र